What's up guys? Welcome back to Elise Moharjan channel. यो मेरो साथी पौरख अनि आज हामी आएको छौं कीर्तिपुरको फुड फेस्टिभलमा जो जहिले सैटरडे हुन्छ। हेर्नुस् यस्तो भ्यू छ। हेर्नुस् यस्तो लगाएको। अहिले सुरु त भएन तर फेरि पनि बीटीएस देखाएको। फेरि त्यो वाला बीटीएस हैन, बिहाइन्ड द सिन्स। यस नो वाइट। ओ यता के बेचिराख्नु भएको आन्टी अङ्कल त हुनुहुन्न तर फेरि पनि बा हुनुहुन्छ। बा छ हैन खाना नेवादामा खल्याएको हैन ल यस्तै हो। अनि यता चाहिँ लाइक यस्तो के यस्तो लाइक त्यो हाम्रो कस्तो हुन्छ व्रत बन्द त्यस्तो के हो भनेर त्यस्तो बुझाउनलाई। ओके ओ यहाँ पसलमा जाने यो पसल चाहिँ जरुर भिजिट गर्नु जरुर गाइस। भेरी राम्रो पसल, भेरी राम्रो पसल गाइस। यो बाग भएर यता छ नि यता पनि यस्तो जात्रा रेस्टुरेन्ट जात्रा रेस्टुरेन्ट इलेक्ट्रिक सपमा त्यही सक्नुहुन्छ यस्तो। अनि यहाँ पसलको ओनर ए मलाई पनि पसलको ओनर त यहाँ भित्र घुसेदियो यहाँ। अब यस्तै सरी यो ऊ त्यो भनेको चाहिँ त्यो केजिए हो। केजिए कीर्तिपुर गाइड एसोसिएसन सरी। अब हामी आफ्नो ढिमे क्लासमा गएर एकछिन ढिमे बजाउँछौँ। एउटा नमुनालाई त बोलाउनै बिर्से यार गाइस। हाम्रो साथी हो है, साथी नै हो यस्तो जिस्काको। ल हामी त्यसको घरमा भेट्छौँ है। ल आइम भन्दै भएन। ल गाइस हामी यता हाम्रो होम टाउनमा पुगिसक्यो भएको छ। अनि हामी हाम्रो एउटा साथीलाई बोलाउन गइरहेछौँ। यस अब यही हो यसको नो रिभिल होम रिभिल नगर्ने फेरि पनि देखिसक्यो होला। यता होला गाइस सनलाइट धेरै हो नगे देखे सरी। अब हामी यहाँ भुवान रिहान बोलाएर आउँछौँ गाइस। हाम्रो एउटा साथी त मामा घर गएपछि रहेछ यार पोपट भयो। मामा घुट्दै छ मामा घर आजकै यसको भाइ जस्तो। ए गाइस मामा घर भूत स्प्याम हान्दिनु। रिहान मामा घर भूत। मामा घर भूत रिहान। अब आज चाहिँ आजको लाइक टार्गेट हो। कतिको लाइक टार्गेट आएको 50 भन्दा कम। ल 35 हुँदैन 45 ल 20 नि हुँदैन होला 15 ल 15 गाइस हामी ढिमे बजाएर आइसक्यौँ। अब फेरि हामी सुन्न भयो पनि स्टार्ट भएन। अब कति 3 बजे हुन्छ होला भर्खर 12 बजे 1 बज्न आँट्यो। त्यता केही त भइरहेको त्यो त नि हेरौँ त्यो यता मैले त्यो हेरेको थिएँ कि लुडो त्यस्तो स्नेक एन्ड ल्याडर पनि रसो दाईको भ्लगै केही गएको रसो दाईको ल गाइस हामी उता गइरहौँ। त्यता काम भएर त्यहाँ केही देखिरहेन होला तपाईँलाई। अहिले हामी त्यता तपाईँले यता आएर यस्तो किन्दा नि हुन्छ। हजुर मायु खान युट्युबे भइदिनु खाला माछा धेरै कोठो पाउँछ ए भाला है। ल आमा यता आन्टीले बनाउनु भयो अरे
कागजको प्लास्टिकको फेर भएको प्लास्टिक फेर भएको कागज बाटो बनाउन सकिन्छ यस्तै डलहरू ब्यागहरू यता चाहिँ हाम्रो नेवारी खाना बन्दैछ वचा त्यता नि छ कोही मोमो त्यस्तो जस्तो क्यारिमिनाटी अलि समयमा किसी गन्जी के बाहर में कुछ तामा यता चाहिँ आलु तामा त्यस्तो नि पाउँछ हामी चाहिँ यता अहिले रमाइलो गर्दैछौँ अहिले पुरा भएको छैन तर अहिले एकछिनपछि देखाउँछ ल भाइ हाम्रो चाहिँ यता स्नेक एन्ड ल्याडर छ यस्तो टाइपको सेसा नानु से स्नेक एन्ड ल्याडर ऊ छ नामनी छु यो चाहिँ 10 नम्बरमा पुग्यो भने चाहिँ यता जान्छ गेमै बिचै डिस्टर्ब यहाँ मात्रै अनि हाम्रो फेस्टिभल चाहिँ यस्तो देखिरहेको जो हरेक शनिबार हुन्छ यस्तो छ तपाईँहरू नि इन्ट्रेस्ट छ भने अब अर्को शनिबार भिजिट गर्नु होला यता किर्तिपुरमा हो कि होइन नानी यो मेरो च्यानल के हो नि तपाईँहरूले भिड हेर्नै भयो होला अनि त्यता पानीपुरी अनि त्यता हाम्रो अनि यता हाम्रो फुपाजुको हजुरआमा उहाँ फुपाजु मेरो फुपाजुको हजुरआमा हुनुहुन्छ यस्तो गलिन्छ हुन्छ यस्तो किन्न मिल्छ यो यस्तो 400 त्यस्तो प्राइस लेखेको अनि यता पानीपुरीको स्टल अनि त्यता मेरो बहिनी काकीहरू हुनुहुन्छ से हेलो टु गाइस फेस रिभ्यू हेलो यता चाहिँ के पाइन्छ यता यो मरी भाडा मिक्स भाडा अन्डा भाडा तामा को छाङ रक्सी ठो एला 6 बजी सेट पाइन्छ ए ल यो मरी पनि खानुस् ल हस् अनि यता चाहिँ सबै नेवारी फुडहरू पाइन्छ अब हामी आइसक्यो ल्याकुमा यता ल्याकुमा नि छ यो चाहिँ हरेक शनिबार हुन्छ जस्तो मैले तपाईँलाई अघि नै भने यता घरका यता पानहरू अनि यता केही त भइरह प्रोग्राम नेवारी गीतहरू अनि यता बहिनी डान्स गरिरहेको अनि यता गद्दारहरू अनि यता चाहिँ के त छ अनि यता के यसो किन्न मिल्छ अनि यता मतलब फेस पेन्ट छ अनि यता अझै एउटा स्नेक एन्ड ल्याडर
100 छ। अनि यता हाम्रो झिमे बाजाहरू, यता यस्तो पुरानो पुरानो सामानहरू हालेको देखाएको छ। यस्तो छ। सो होप्स आज तपाईँलाई भिडियोमा रमाइलो लाग्यो होला। आजको भिडियो म यतै ओभर गरिहाल्छु। लाइक र सब्सक्राइब गर्नु होला। हाम्रो 40 सब्सक्राइबर भयो। अब हाम्रो यो मन्थको गोल हो 50 सब्सक्राइबर हुने। त्यही भएर मतलब यो वर्ष पुरा हुनुभन्दा पहिला, चैत्र पुरा हुनुभन्दा पहिला हामी 50 सब्सक्राइबर हिट गर्ने गोल छ। ल थ्याङ्क यू तपाईँलाई, धन्यवाद।